हेलो गाइज, नमस्ते, नमस्ते ऑल, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई थाहा छ दसैँ लागिसक्यो अनि त्यही भएर हामी चाहिँ अब घर जान आँटेको अनि क्लास पनि छुट्टी भयो अनि त्यही भएर अब हामी चाहिँ घर जाने आज। सृष्टि, म, दिदी चाहिँ आज घर जान्छौँ अनि त्यहाँदेखि लुगाहरू सबै यसरी राखेको छौँ हामीले चाहिँ खाटामा गनाउँदैन भनेर, नत्र भए हामी पछि आउँदाखेरि त लुगाहरू गनाएर पछि नसकिन्छ क्या। अनि त्यही भएर हामी चाहिँ यो चाहिँ लुगाहरू यत्तिकै छोडिदिने। मम्मीहरूलाई चाहिँ थाहा छैन हामी चाहिँ आज घर आउँदैछौँ भनेर, अनि नभनिकन जाने भनेको। अनि मम्मी अब सरप्राइज दिन्छु क्या म घर गएर। हाम्रो चाहिँ अनि गाडी चाहिँ 11 बजीको छ अनि अहिले चाहिँ 10:15 कति भयो अनि मलाई पसिना आयो। 10:15 हुँदैछ अनि हामी चाहिँ छिट्टो गएर तल चोकमै जाने अनि हामी चाहिँ अब रेडी हुँदैछौँ अनि तल जान्छौँ। अनि मेरो साथीको लुक्स कस्तो राम्रै भइरहेछ उनी। अब चाहिँ म रेडी हुन्छु, साथीहरू चाहिँ अलिअलि रेडी भइसक्यो। म चाहिँ लुगा मात्रै लगाएको छु, अब सनस्क्रिनहरू लाउनु बाँकी छ। अब चाहिँ हामी रेडी भइसक्यौँ अनि अब चाहिँ हामी रुमबाट जान आँटेको। अब चाहिँ हामी रुमबाट हिँडिसक्यौँ। झोला तुम्बी बोकेर पछाडि हिँड्दैछ। लास्ट गर्मी छ इलाममा चाहिँ, छाता नओढिकन हुँदैन, त्यही भएर मर्नु खालको गर्मी है। हामी चाहिँ गाडीमा आएर बसिरहेको थियौँ अनि त्यहाँदेखि यहाँ हाम्रो सोल्टिनी भेट भयो अनि हामी चाहिँ सँगै गाडीमा घर जाने। अनि अब चाहिँ हाम्रो सोल्टिनीले भ्लग गर्नुहुन्छ, म सोल्टिनीलाई दिन्छु फोन। गर्नु तपाईँ। हामी चाहिँ आज रमाइलो गर्दै गर्दै जानेछौँ घर। हामी चाहिँ एकै ठाउँको, हामी मङ्गलाबारी पुङपुङको हो, एउटै गाउँको। रमाइलो गर्दै गर्दै जानेछौँ अनि हामी चाहिँ दसैँको बिदामा जाँदैछौँ। 1 महिनाभन्दा धेरै भएको छ हामीलाई चाहिँ मलाई छ होइन। बिदा दिएको चाहिँ 1 महिनाभन्दा धेरै छ, तर आज हामी छुट्टी हुनु बित्तिकै लागिहालेको बाटो होइन। गाई चाहिँ हामी चाहिँ यसरी भेट भयौँ होइन, सबै सोल्टिनीहरूसँग भेट भयौँ। पछाडि चाहिँ अर्को सोल्टिनी हुनुहुन्छ होइन, यता चाहिँ आकृति सोल्टिनी अनि यता चाहिँ सुमी सोल्टिनी होइन। हामी चाहिँ एउटा गाडीमा जानु आँट्दैछौँ घर। आज एउटा गाडीमा भेट पनि भयो। म चाहिँ फेन बनाउँदैछु, अघि गाडीमा त्यो सामान हाल्दाखेरि फेन र फोनै फुट्यो अनि फेन बनाउँदै गीत गाउँको के गीत हौ त्यो, मलाई नै आएन। पछाडिको बहिनी चाहिँ आशिषको बहिनी हो। यस्तै हालौँ न, यस्तै हालिदिन्छु ल ल ल ल ल। गर्मी चाहिँ एकदम लिएर गएको आमा हुटुबारी। अब घरा गरेको गाडी पनि माया लागेर नि, गाडीको माया लागेर कसम भनेको आफ्नो भन्दा धेरै माया लाग्छ नि गाडीको। हेलो, अब हामी चाहिँ यहाँबाट गाडी स्टार्ट गर्नु लाग्नु हुँदैछ। हामी घाम लागिरहेछौँ, बाहिर यस्तो घाम लागिरहेछ कि आज त लास्टै। त्यो चाहिँ राम्रै हुनुहुन्छ राम्री सोल्टिनी गरे त। अब हेर है अहिले ठिक्क छ। अनि आज चाहिँ इलामको वेदर चाहिँ एकदमै गर्मी भइरहेछ अनि धेरै घाम लागिरहेछ। अनि हामी चाहिँ यहाँ गाडीभित्र गर्मी चाहिँ पाकिसकिसक्यौँ। कस्तो हुँदैछ? एकदम गर्मी, लास्टै झापा भन्नु। फेन थियो कि अघि, फेन त्यो गाडीको उयोबाट झरेर फुट्यो, चल्दैन। ल बनाउनु सकिन ल, पैसाको नाश भयो। सृष्टि प्लिज बोलिदिनुहोस् के रिसाएर बसिरहनु भएको छ। त्यो राम्री भएर कहाँ रिसाएर बस्दा होइन।
मङ्गलबारे आएर पनि बसिसक्यो। अनि म चाहिँ गरेर टक्क भुइँमा बसिरहेको छु। अनि मेरो साथीहरू चाहिँ यहाँनिर छ, केटीहरू देखिँदै छैन। अनि मम्मीहरूलाई पनि भेट्यौँ। अनि मम्मीहरूसँग अब सँगै घर जाने। अनि कि मम्मीहरू अटोमा आउनुहुन्छ, हामी चाहिँ हिँडेर जान्छौँ होला सायद, केही थाहा छैन। यहाँ मम्मीहरू भाडा किन्नुहुँदैछ। अनि दसैँको सपिङ गर्न आएको ल। सपिङ इलामबाट आउँछ, हामी चाहिँ दसैँको सपिङ गर्दैछौँ। अनि त्यहाँ मम्मीले प्लेटहरू किन्दै हुनुहुन्छ। भाउजू 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 दुईजना भाउजूलाई भ्लगमा स्वागत छ। निशा भाउजूलाई बोल्ने हाई गर्नु न, के साह्रो इन्कार गर्नुभएको। प्लेट किन्नुभएको कस्तो राम्रो छ, राम्रो राम्रो भाउजू। तर चाहिँ दसैँ लागेर मान्छेले एकदमै धेरै छ, बजार पनि भिड भइराखेको छ अहिले चाहिँ। हामी चाहिँ घर लाग्दिएको। अनि मम्मीहरूलाई चाहिँ हाम्रो सामान छोडिदिइराखेर आएको। अनि मम्मीहरू अटोमा हुनुहुन्छ, हामी चाहिँ हिँडेर गएको। अनि खेतला छ अरे घरमा, अनि खेतलालाई खाजा पकाएर दिने, त्यही भएर खाजा लगेर गएको। ढिलो भइसकिसक्यो, अब छिटो जान्छौँ हामी। इलाममा मात्रै गर्मी होला भनेर सोचेको थियौँ, तर मङ्गलबारे पनि गर्मी रहेछ। अनि यहाँनिर चाहिँ हामी चाहिँ बाँसको झारमा चाहिँ बसिरहेको छौँ। गर्मी भएर, धेरै गर्मी भएर, केटीहरू गर्मी भएर हैरान। पत्ताले हम्काउँदै बसिरहेको छ। साँच्चै कति गर्मी भएको छ क्या आज त। साँच्चै भनेको मात्रै होइन कि गर्मी चाहिँ लास्टै धेरै भइरहेछ। अनि पसिनाले नुहाइरहेको छु म चाहिँ साँच्चै सुमित्रा। त्यही त भएर यहाँ हेर्न मेरो हालत कस्तो भएर मलाई। अब चाहिँ हामी एकछिन शीतलमा बसेर अब चाहिँ घर चल्दिएको ल। चट्टसँगले इलामको कोसेली बोकेर चट्टसँगले चल्दिएको ल। अरू सामान पनि थियो कि थिनु चाहिँ, तर हामीले उतै छोडिदिउँ। अघि पनि भनेको मैले। अहिलेसम्म चाहिँ मस्त छ जिन्दगी। घरमा पुगेपछि चाहिँ एकदम दुसुर मुसुर भएर काम गर्नुपर्ने हुन्छ होइन। कति गर्मी आज त, गर्मी मुखबाट गर्मी बाहेक केही पनि निस्केको छैन क्या आवाज। गर्मी 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 त्यस्तै हो। आज त कस्तो दिन हौ होइन, हावा पनि चलेको छैन। अघि गाडीमा हिँड्दाखेरि पनि हावा पनि आएको थिएन। हावा चाहिँ आउनुपर्ने हो गाडीमा हिँड्दाखेरि, तर आएको थिएन। यहाँको वेदर चाहिँ एकदमै दामी लाग्छ मलाई होइन। तर पानी पऱ्यो भने पानी परेकै हुन्छ, कोही बेला घाम लाग्यो भने घाम लागेको हुन्छ। अनि मनपर्छ मलाई हाम्रो गाउँ। ल आउँदा हुन्छ भ्लगमा। तर घामको टकले चाहिँ नि एकदमै बिगाऱ्यो क्या, कस्तो नराम्रो देख्यो। वा यहाँ माथि कुहिरो हेर्न सक्नुहुन्छ, एकदमै दामी छ कुहिरो। तर मेरो यहाँ अनुहारमा निस्केको पसिनालाई चाहिँ इग्नोर गर्नु होला। धेरै घाममा हिँडेपछि यस्तै हुन्छ हालत। हाम्रो गाउँ चाहिँ एकदमै राम्रो छ। सो यहाँदेखि देखाइदिन्छु, भ्यूहरू एकदमै राम्रो आउँछ। अनि घामले गरेर चाहिँ अलिक घाम यो फोनको उयसमै ठ्याक्कै फ्लाक्स पर्छ क्या घामको, अनि त्यही भएर नराम्रो देखि दामी लागिरहेछ मलाई आज। जस गर्मी नभएको भए चाहिँ वेदर चाहिँ एकदमै दामी छ होइन। हाम्रो गाउँ आइसक्यो। यो चाहिँ हाम्रो गाउँको भ्यू नागीको। अनि आज चाहिँ अनि कुहिरोहरू पनि धेरै राम्रो देखिरहेको छ। किन होइन, मलाई यो कुहिरोहरूको चाहिँ एकदमै होइन भिडियो लिन मन लाग्यो, सो मैले लिइरहेको छु होइन। अनि अब चाहिँ हामी हाम्रो गाउँ आइसकिसक्यौँ। सो हाम्रो मर्जी हुन्छ। अनि के गीत थियो एउटा, आफ्नै गाउँ फर्किआए भन्ने गीत क्या। मलाई पुरै चाहिँ आउँदैन गीत, तर हावा पाउँछ। तर गर नगर राम्रै छ। फेरि नाच्यो देखा, नाच्ने भन्दै थियो कि नाचेन सुमित्रा, नाच न। मलाई गीत आएको भए त म गीत
विदेश कसरी जानु होला जस्तो लाग्छ हो त इमेजिन गरेर त है म त्यहाँदेखि यहाँ इलामा आएर घर आउनु त कस्तो खुसी लाग्छ विदेश गयो भने त झन् म त भरलाख पल्टेर हुन्छु के को गफ चल्दैछ थाहा छ के परे अघि गाडीमा आउँदाखेरि चाहिँ त्यो विदेशको गीत बजेको थियो त्यो के भयो लाउरेको गीत बजेको थियो क्या दसैँ आयो खै कुनी के समथिङ के छ थाहा छैन अनि त्यो गीत बजिरहेको छ नि त बजिरहेको थियो अनि त्यही गीत चाहिँ सुमित्रालाई घर आउँदाखेरि चाहिँ कस्तो अनौठो फिल भयो अरे क्या ऊ चाहिँ लाउडबाट आएको जस्तो फिल भयो अरे अनि त्यही कुरा गर्दैछ केटीहरू कस्तो फिल भएको थियो भन्नुहोस् न प्लिज कस्तो राम्रो आएको तिमीहरूको त्यो कलर म्याच गरेको सर्टहरू न कस्तो अनि हाम्रो गाउँ जाने बाटो चाहिँ एकदमै खतरनाक छ पानी पऱ्यो भने पानी नपर्दा चाहिँ यतिको छ पानी परेपछि चाहिँ एकदमै धेरै होइन हिलो हुन्छ अनि खासै गाडी आउँदैन राखेन भन्नु पनि सक्दिनँ पर्बिनको उता उसको मनिषा बहिनी अहिले आएर मलाई चाहिँ नि मेरो फोन चाहिँ मैले एकदमै नराम्रो फोन किनेछु जस्तो लाग्दैछ कि किनभने होइन आजको वेदर चाहिँ एकदमै राम्रो थियो अनिदेखि हल्का कुहिरोहरू होइन यस्तो आकाश चाहिँ खुल्ला थियो नि त अनि कस्तो राम्रो आइरहेको थियो होइन अर्को फोनमा चाहिँ एकदमै राम्रो आउँछ भिडियोहरू मेरो फोनमा मात्रै हो नराम्रो आउने भनेको अनि यतिखेर मसँग राम्रो फोन भएको भए चाहिँ एकदमै दामी भिडियो हुन्थेछ दामी भिडियोहरू भ्लगहरू बनाउँथेछु जस्तो लाग्यो क्या अहिले चाहिँ यो फोन चाहिँ अलिक मन पर्नु छोड्यो मलाई मेरो फोन किनभने होइन घाममा भ्लग बनायो भने त अनुहारको सबै अनुहारमा यति फोहोर छैन होला सायद होइन तर यो फोनले चाहिँ एकदमै धेरै फोहोर निकालिदिँदो रहेछ क्या अनुहारमा अनि मलाई मन परेन हामी चाहिँ फुपा घर आइपुगिसक्यौँ अनि हामीले टिप्ने चिया बगान अलिक यहाँ राम्रो देखेन क्या अलिक परबाट मात्रै देखिन्छ राम्रो चियाबारी चाहिँ अनि अहिले त चिया पनि पलाउनु अलिक छोडेछ क्या हो खै चिया देख्दिनँ कत्रो कराएको गाई अनि वाउ फुपा घरको नयाँ लुक्स फुपा घरमा कलर लाउनु भएछ अनि कस्तो दामी देख्यो क्या वाउ म चाहिँ आफ्नै सुरुमा भ्लग बनाइरहेको थिएँ अनि मैले थाहै पाइनँ क्या माथि यहाँनिर चिया टिप्दै हुनुहुँदो रहेछ अवश्य हान्नु कत्रो ठुलो भएछ चिया त निस्किँदैन ओए ठुलो यता भएको जुमै हुँदैन त हौ नुमाङ हौ त अर्को त घर आइपुगिसकेँ म चाहिँ के ल्याइदिनु भयो भनेर सोध न मलाई के ल्याइदिएको छु गरेर त्यसरी उफ्रिनुपर्छ नि अनि चाहिँ म चाहिँ घर आइसकिसकेर पनि अब लुगा फेरेर अनि काम गर्छु काम गर्नै पर्छ गाउँमा आएपछि चाहिँ अनि त्यही भएर सो म काम गर्छु भरे भेटौँ ल गले अब लुगा फेर्छु हाम्रो घरतिर पनि लास्ट गर्मी रहेछ अनि अब चाहिँ म लुगा फेर्छु अनि त्यहाँदेखि फ्रेस भएर अनि एकछिन बस्छु अनि बसेर चाहिँ काम गर्छु उफ गर्मीले मरे यो चाहिँ हाम्रो मम्मीले दसैँको लागि किन्नु भएको अरे प्लेटहरू अनि यो चाहिँ डिफ्रेन्ट कलरमा रहेछ यो एउटा कलर हो अनि यो दुईटा कस्तो राम्रो कलरको रहेछ क्या मम्मीले यो चाहिँ सबसे राम्रो लाग्यो क्या यो प्लेट चाहिँ दामी लाग्यो यस्तै नै छ अनि यो बर्को चारवटा यो चाहिँ दाल खाने बर्को अनि यो चाहिँ चाउमिनहरू खाँदा मोमो खाँदा युज गर्ने 6वटा होला सायद 6 कि 6वटा रहेछ अनि यो चाहिँ सामानहरू राख्ने सो यस्तै छ अनि म चाहिँ अब घरहरू सम्माउँछु अनि घरहरू सम्माएर कलरहरू भोलि लाउने हो अनि आज चाहिँ थालबटुकोहरू धोएर सफा गरिराख्छु सो त्यस्तै छ कामहरू आज हेलो गाइज गुड मर्निङ नमस्ते अनि हिजोको भ्लग चाहिँ म आज कन्टिन्यू गर्दैछु अनि आज चाहिँ म मम्मीको र मेरो लागि चाहिँ लुगा किन्नु गएको दसैँको अनि मम्मीलाई चाहिँ साडी ल्याइदिन्छु अनि म चाहिँ एउटा भएछ भने कुर्ता लाम भनेर सोचिरहेको थिएँ अनि त्यही भएर लिन गएको सो हिजो चाहिँ मैले भ्लग पनि बनाउनु पाएन अनि हिजोकै भ्लगलाई चाहिँ आज मर्ज गरेर बनाउँछु भनेर सोचिरहेको थिएँ अनि त्यही भयो
अनि बाइ द वे मैले चाहिँ यो कपडा चाहिँ हिजो लाएको फेरि आज पनि लाएँ किन भन्दा मैले इलामबाट खासै लुगा फेर्ने ल्याइनँ नि त अनि त्यही भएर हो अनि त्यही भएर यही लाएर हिँडेको आज चाहिँ फाइनली हामी चाहिँ आफ्टर लङ टाइम होइन हामी चाहिँ दिदी बहिनीहरू भेट भएको छौँ अनि हामी चाहिँ दसैँको सपिङ गर्नु गएको उहाँ हुनुहुन्छ मेरो काकीको छोरी अनि उहाँ चाहिँ तारा दिदी फुपूको छोरी होइन ब्ल्याक कलर टी सर्ट लाउनु भएको अनि उहाँ चाहिँ हामी सबै मामा मलाई चाहिँ राम्री नै आउनुको लागि एकछिन बस्नु न अनि हौ छ अनि हामी चाहिँ आज बिहान आज चाहिँ हामी बिहान बजार गएको सपिङ गर्नुलाई अनि हामी चाहिँ कति धेरै भयो नि त पहिला त सँगै बजारहरू निकै गइरहेको थियौँ होइन बजारहरू जान्थ्यौँ दिदीहरूसँग तर अहिले चाहिँ हामी इलाम बस्नु थालेदेखि चाहिँ खासै बजार पनि जाँदैनौँ अनि त्यही हो अनि आज चाहिँ सँगै जाने भनेर चाहिँ हामी मामा फुपूको छोराछोरी चाहिँ जान आँटेको हामी चाहिँ मङ्गलबारे बजार आइसकेको थियौँ अनि मङ्गलबारे बजार चाहिँ यस्तो छ राम्रो छ अनि हामीले चाहिँ मम्मीको साडीहरू अनि लुगा किनेर यहाँनिर सपिङ गर्दैछौँ यो दिदीहरूसँग यहाँनिर चाहिँ दिदीहरूले लुगा हेर्दै हुनुहुन्छ हामी चाहिँ यहाँ दिदीलाई सपिङ गर्दैछौँ कस्तो बडा भेष मम्मीहरूलाई पनि गरिसक्छ अब चाहिँ दिदीलाई मात्रै बाँकी छ दिदीले चाहिँ ट्राई गर्दै हुनुहुन्छ कुन मन पर्यो कि मन परेन भनेर सिटी हेर न होइन अर्को अलिक देखौ हामी चाहिँ दसैँको सपिङ गरेर घर फर्किँदैछु अनि यहाँ ताराजीले म्याटहरू किन्नु भएको छ म्याट के भन्छ ताराजीले यसलाई म्याट अनि दसैँको सपिङ खतरा भएको छ है गाइज हेर्न सक्नुहुन्छ झोला यहाँ झोलाभित्र चाहिँ धेर छ तर अटोमा आउँदैछ नि आधी सामान यो त केही होइन ट्रेलर मात्रै अनि उहाँले चाहिँ एकदम खतरा खालको सपिङ गर्नुभएको छ किनभने उहाँ एक्सपेन्सिभ हुनुहुन्छ कस्तो महँगो लुगा लाउनुहुन्छ तपाईँहरूले थाहा छैन नि अनि तपाईँलाई कस्तो फिल भइरहेछ झोलाभरि सपिङ गर्नु पाउँदा दसैँको खुसी लागिरहेछ घरिघरि मनले भन्छ पागल म बन्न सक्छु तपाईँलाई मलाई केही भन्नुवाला छैन मेरो चाहिँ बोलाएर खुसीले हिँडिरहेछ भारी बोक्ने सर ल यी हातहरू बस्दाखेरि कति दिनमा के हुने हो कस बसेर नङमा डरलाग्दो हुने पर्यो भइहाल्छ नि अब म चाहिँ घरमा गएर कलर लाउने अनि त्यही भएर कलर लाउँदा कस्तो हालत हुन्छ भने कसैले थाहै छैन त्यो चाहिँ होइन मलाई मात्रै थाहा छ होइन सबैलाई थाहा छ होला थाहा छ भने चाहिँ तर अलिक गाह्रै हुन्छ क्या कलर लाउनु सपिङ यति नै गरेँ यो चाहिँ मेरो लागि यो चाहिँ मम्मीको लागि अनि यो चाहिँ मैले सपिङ गरिदिएको मम्मीको लागि अब मसँग चाहिँ धेरै पैसा थिएन अलिक सस्तैको किनेको यो चाहिँ अलिक महँगो पऱ्यो त्यति नै हो चाहिँ मम्मीलाई मेरो तर्फबाट गिफ्ट अनि गिफ्ट भनौँ न धेरैको त सकिनँ किन्नु अनि अब थोरैकै भए पनि किनिदिएको छु सो यति नै हो यतिमै म चाहिँ ब्लग एन्डिङ गर्छु थ्याङ्क यू फर द वाचिङ भिडियो अब धन्यवाद तपाईँहरूले यहाँसम्म भ्लग हेरिदिनु भएकोमा अनि अब अर्को भ्लगमा भेटौँ अर्को भ्लग पनि अब म स्टार्ट गर्छु अनि भोलिदेखि स्टार्ट गर्छु